फेरि अहिले चाहिँ हामीले चाहिँ टीका ग्रहण गर्न सुरु गरिसकेका छौँ। दुईजनाले चाहिँ अहिले मैले लगाइसकेको छु उहाँलाई चाहिँ। अब चाहिँ मलाई लगाइदिनु हुँदैछ। हामी चाहिँ लाइ गर्दैछौँ दुईजनाले हामीले है। यस्तै हो। परदेशको ठाउँ यस्तै छ है। समय कामको समयहरू मिलाएर हुन्छ। नेपालको समयअनुसार चाहिँ 11:53 थियो टीकाको साइत। तर अब हामी चाहिँ फाल्टै कम्पनी अब आउनलाई बिचमा भेट्नलाई पनि अब गाडीहरू ठ्याक्कमा नभेटिने, त्यही भएर समय मिलाएर अहिले चाहिँ हामीले नेपालीहरूको महान पर्व विजयदशमीको टीका ग्रहण चाहिँ गरिसकेका छौँ। साथै सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछौँ हामी दुईजनाको तर्फबाट। नेपालीहरूको महान चाड विजयदशमी 2082 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा सुस्वास्थ्य एवं दीर्घायुको कामनाको साथ उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु। साथै भन्नुहोस्। त्यही हो, सबैजनालाई धेरै धेरै शुभकामना। बडा दसैँ 2082 सालको हामीले पनि परदेशमा भए पनि हामीले टीका लाउने अवसर मौका पायौँ। खुसी छौँ हामी दुवैजना।